दर्शकबिन आज म तपाईँलाई यस्तो व्यक्तित्वहरूबाट कुरा गराउँदैछु जो नेपालमा केही गर्छु भन्ने चाहना हुँदै पनि विदेश पलायन हुनुपर्ने स्थिति आएको छ उहाँहरूको। जो विदेशमा आएर अब थोरै सेलरी नै काम गर्नुपर्ने बाध्यता राजनीति कारणले गर्दा भएको छ र उहाँहरूसँग म संक्षिप्तमा कुरा गर्न गइरहेको छु। ल यता सरबाट सुरु गरौँ। नमस्कार सर, यहाँलाई स्वागत छ यस च्यानलमा। तपाईँ विदेश आउनुभयो, विदेश आउनुको मुख्य कारण के? विदेश आउन त के अर्न गरौँ भनेर विदेश आएको हो। हजुर, जस्तो विदेश त अर्न गर्न आउनुभयो, तर देशमा केही गर्ने तपाईँको सोच थियो, तर के सोच थियो त्यहाँ अब विभिन्न कारणवशले चाहिँ त्यो सफल भएन, असफल भयो। जस्तै राजनीतिक अस्थिरताहरू, देशमा त्यो अस्थिरता भन्दा पनि त्यसले चाहिँ त्यो मानिसको राजनीतिक अस्थिरता पनि एउटा भुइँ मान्छेलाई पनि प्रभाव पार्दो रहेछ भन्ने कुरा चाहिँ मैले चाहिँ महसुस गरेँ। हजुर, केही जस्तो उदाहरणसहित भनिदिनुहोस् त। जस्तै हामी गाउँठाउँ पाहाडको मान्छे, हजुर, हामीले केही काम गर्न खोज्यौँ भनेदेखि चाहिँ त्यो काम चाहिँ सफल नहुने। जस्तै मैले केही सानो तरकारीहरू उत्पादन गरेँ, त्यसको लागि चाहिँ उत्पादन गरेर मात्रै भएन, एउटा बजारमुखी हुनु पर्यो। भोलि त्यो तरकारी सानो उत्पादन गर्दाखेरि चाहिँ राज्यले चाहिँ अलिकति जिम्मा लिने। जस्तै अहिले कोरियातिर म देखिरहेको हुन्छु, जापानतिर देखिरहेको हुन्छु, बिमा हुन्छ क्या एउटा, मैले चाहिँ अलिकति एक कट्ठामा, एक आनामा, दुई आनामा कतिमा चाहिँ मैले काम गर्न सक्छु होइन। त्यो चाहिँ मैले काम गर्न चाहिरहेको ठाउँमा मैले काम गरेँ भनेदेखि भोलि त्यो सफल हुन्छ या असफल हुन्छ त मलाई थाहा हुँदैन, म त सफल हुन्छ भनेर गरिरहन्छु। यदि केही कारणवश असफल भएको खण्डमा चाहिँ राज्यले सहयोग गर्ने हो भने त्यसमा चाहिँ होइन, केही बिमाहरू गरिदिने, सहुलियतहरू गरिदिने होइन। त्यो तरकारी नै एउटा जस्तो उदाहरण दिँदा तरकारी नै उत्पादन गर्दा चाहिँ त्यहाँ चाहिने चाहिँ केमिकलहरू हुन्छन्, विभिन्न औषधिहरू, रासायनिक मलहरू, औषधिहरू, बिउहरू, बिजकहरूलाई चाहिँ सरकारले चाहिँ प्रोभाइड गरिदिने हो भनेदेखि चाहिँ हामी जस्ता मान्छेहरू चाहिँ यहाँ नेपालदेखि विदेशसम्म आएर त्यो 20-30 हजार कमाउनलाई चाहिँ यहाँसम्म आउनु पर्दैन। हामीले त्यहीँ चाहिँ मन्थली चाहिँ लाख रुपियाँ कमाउन सक्थ्यौँ। त्यो चाहिँ वातावरण एउटा सिर्जना भएन। अनि हिजो हामीलाई विगतका नेताहरूले चाहिँ केपी ओली प्रचण्डहरू जस्ता नेताहरूले चाहिँ हामीलाई त्यो आश्वासनबाट भुइँ मान्छेको हामी काम गर्छौँ भने उनीहरूले खास मौखिकमा मात्रै भने व्यवहारमा कार्यान्वयन गरेन। त्यो कारणले गर्दाखेरि चाहिँ हामी यहाँ आएका हौँ। 20-30 वर्ष उनीहरूले त्यही आश्वासन देखाएर चाहिँ जनतालाई रुमलिरहे। हामी त्यसमा रुमलिरहेनौँ। त्यसले गर्दाखेरि हामी विदेशी बाध्य भइयो। अब अब नयाँ सरकारबाट तपाईँ के अपेक्षा गर्नुहुन्छ? अब नयाँ सरकारबाट तत्काल त अब हामीले त्यो अपेक्षा गर्न अलिकति गलत पनि हो। अस्ति प्रधानमन्त्रीले भनिसक्नुभयो 35 वर्षमा नभएको काम हामी अब 35 दिनमै खोज्दैछौँ होइन। मिनिमम पनि अब हामी 5 वर्ष 10 वर्ष पछाडि चाहिँ अब मेरो छोराछोरी सानो 8-10 वर्ष छन् भने उनीहरू 18-20 वर्ष भइसके पछाडि चाहिँ उनीहरू चाहिँ पढ्नको लागि होस् या कुनै काम गर्नको लागि चाहिँ यसरी विदेशी चाहिँ नपरोस्। देशमै चाहिँ केही गर्न सक्ने एउटा सिर्जना भइदियोस् होइन, वातावरण बनोस्, रोजगारीको कुराहरू हुन सक्छन्। सानो तिनो व्यवसाय गर्नेहरूको हकमा चाहिँ व्यवसाय गर्ने एउटा सिर्जना डेभलप होस्। हजुर, ठिक छ, यहाँको सोच एकदम राम्रो छ। र युवाहरूलाई तपाईँ के सल्लाह दिन चाहनुहुन्छ? नयाँ युवाहरूलाई? हजुर, नयाँ युवाहरूलाई अब यो सरकारले गर्ने भन्दा पनि आफूले चाहिँ कसरी गर्ने भन्ने कुराहरू। जो विद्यार्थीहरू अहिले नेपालमा पढ्दै छोडेर विदेश जाँदैछन्, विदेशमा एउटा स्टुडेन्ट भिसाको रूपमा गएर उतै काम गरेर उतै पलायन हुँदैछन्, तिनीहरूलाई तपाईँ के सल्लाह दिन चाहनुहुन्छ? यसले चाहिँ भोलि हाम्रो देशै रित्तिने हो कि जस्तो चाहिँ मैले अपेक्षा गरिरहेको छु। हजुर, अहिले अब म्याक्सिममली 90% बुवा आमा मात्रै हुनुहुन्छ, अनि त्यही एसए दिने भन्दा साना बच्चाहरू मात्रै बाँकी छन्। भोलि त्यो +2 भन्दा माथिका दाइदिदीहरू विदेश गएको लयमा चाहिँ ती अहिले एसए दिन लागिरहेका 19मा पढिरहेका बच्चाहरू चाहिँ त्यही लयमा लाग्यो भनेदेखि भोलि चाहिँ त्यो देशै खाली हुन सक्ने सम्भावना छ। अहिले त विदेश पढ्न जाने एउटा फेसन जस्तो भएको छ। फेसन जस्तो भइसकेको छ। यसलाई चाहिँ रोक्नुपर्छ। यसलाई रोक्नु पनि पर्छ र सरकारले पनि यसमा चाहिँ केही नीति ल्याओस् जस्तो चाहिँ मलाई लाग्छ। पहाडका गाउँहरू एकदम रित्तो छ, अहिले रित्तो भइसके, 90% रित्तो भइसकेका छन्। त्यसमा नेपालमै केही गर्न सक्ने एउटा वातावरण नभएर चाहिँ त्यो भएको हो। हजुर, होइन, मान्छे त डेभलप हुन चाहन्छ नि त। म 1 रुपियाँ हिजो कमाउँथ्यो भने भोलि 5 रुपियाँ कमाउनतिर लाग्छु भने जस्तै आज यहाँ नेपालमा केही राम्रो त्यो एजुकेसनली त्यो एउटा डेभलप नभएको पनि हो होइन। हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि हातमा सर्टिफिकेट मात्रै आउने, त्यो सर्टिफिकेटले चाहिँ भोलि केही पनि नगर्ने भएर चाहिँ यो सिर्जना भएको हो। हजुर, अब आउने शिक्षा चाहिँ कस्तो खालको चाहिँ शिक्षामा परिणत छ भन्दा
मान्छेले पढ्दा पढ्दै एउटा हातमा सर्टिफिकेट हातमा हुँदाहुँदै चाहिँ उसँग केही सिप पनि भइदियो भने सिपमूलक शिक्षाको आवश्यकता व्यवहारमुखी शिक्षाको आवश्यकता भन्नु खोज्नुभएको हुनु पर्यो। त्यो चाहिँ भइदियो भनेदेखि मान्छे वैदेशिकबाट चाहिँ रोकिन्छ नि त। उसले कमाउँदा कमाउँदै पढ्दा पढ्दै, जस्तै अहिले जापानमा मान्छे स्टुडेन्ट भिसामा जान्छन्, त्यहाँ पढ्दा पढ्दै काम पनि गर्छन् अनि अर्न पनि गरिरहन्छन्। हजुर, त्यस्तै खालको चाहिँ नेपालमा पनि भइदियो भनेदेखि चाहिँ सहज हुन्छ। त्यसको लागि चाहिँ अब नेपालमा यो खालि अर्थतन्त्रसँग जोडिन्छ अनि औद्योगिकसँग जोडिन्छ। यसको लागि चाहिँ नेपालले चाहिँ अब औद्योगिक क्रान्ति गर्न चाहिँ आवश्यक छ। औद्योगिक क्रान्ति चाहिँ हुनुपर्ने जस्तो मलाई लाग्छ। ठिक छ सर, यहाँको एकदम विचार उच्च छ। हस्, धन्यवाद। यो विचार सम्पूर्ण नेपालीहरूले हेर्नु जरुरी छ। त्यस्तै यता हाम्रो सरको के छ 2 शब्दमा? मेरो नि त त्यही नै हो। उहाँले भनेको कुरामा धेरै नै उतो मिल्छन्। मेरो पनि भनाइ त्यही नै हो। उहाँले जस्तै भनेअनुसार अब हामी चाहिँ विदेशमा कुरा आयो, विदेशमा हामी आएर बसिरहेछौँ, हामी 30-35 डिग्रीको हामी खटिरहेको छौँ। फ्री भिसाको नाममा तपाईँले पैसा तिरेर आउनुहुन्छ? हजुर, हामी फ्री भिसाको नाममा हामीले पैसा तिरेर आएको छौँ। अब यसमा हामीले अब भन्यो भने हाम्रो यसमा चाहिँ अलिकति बोल्न नमिल्ला कि हजुर, होइन? हजुर, अब हामीले भन्यौँ भने भोलि अब यही रोजीरोटी पनि खुसी नै हो कि खुसी लाग्यो भने हामीलाई डर हुन्छ, होइन? जुन फ्री भिसा फ्री टिकटको नाममा चाहिँ हामीलाई सरकारले जुन भनेको छ, यसमा हामी जो कोही आउनेले पनि यसमा हामीले छैन, त्यो यथार्थ छैन। आफैले लागि परेर श्रमिकहरूलाई हामी रोजगारदाताहरूलाई बाहिर पठायो भने यसमा के होला, होइन? हजुर, नत्र यो हाम्रो मेन पावर दलालहरू जति पनि छन् नेपालमा, यिनीहरूले भनेको पैसा नलिकन पठाउने भन्ने एउटा भिडियो जस्तो बनाउँछन् उनीहरूले। हजुर, पैसा हामी अब उनीहरूलाई क्यास दिने हो, होइन? त्यो हिसाबले गर्दाखेरि चाहिँ यसमा अब हामी रोजगारदाताहरू धेरै नै पीडामा छौँ, होइन? हजुर, यहाँ आएर पनि हामीले अब सोचे जस्तो काम होला नहोला, होइन? 30-35 डिग्रीको तापक्रममा हामी खट्नु परेको छ। त्यो हिसाबले गर्दाखेरि मेरो चाहिँ के सोच छ भने अहिलेको सरकारले चाहिँ जति पनि विदेश हामी पलायन भएका छौँ यो रोजगारमा, तिनीहरूलाई चाहिँ सरकारले नि केही उतो बनाएर चाहिँ विदेशतिर पठाएर सरकारी मेन पावर मार्फत, हजुर, सरकारी मेन पावर बापत हामीलाई पठायो भने हामीलाई चाहिँ अलिक फाइदा हुन्छ। मेन पावरहरूले हामीलाई लुट्दैनन्। मेन पावरले जस्तो मेन पावरले कुनै पनि रिसिट दिँदैन। हजुर, दिँदैन। उनीहरूले अब भनेर 10,000 भन्छ, फेरि भिसा फेरि टिकट भन्छ, होइन? हजुर, त्यसको नाममा यसमा धेरै नै हामीलाई घोटाला छ। उसले कुनै पनि प्रमाण दिँदैन। तपाईँले पैसा तिरेको कुनै प्रमाण उसले दिँदैन। किन दिँदैन भने हामीले प्रमाण बनाउन पनि हामीलाई दिँदैन, होइन? हजुर, हामी जानी बुझी हामीले पैसा दिइरहनु परेको छ। यसमा चाहिँ सरकारले अब भनिगएँ मैले, सरकारले छड्के चेक गरोस् भन्न तपाईँ चाहनुहुन्छ? हजुर, यही चाहन्छु। ठिक छ, नयाँ नीति ल्याएको छ, त्यो नीतिलाई चाहिँ कार्यान्वयन होस्, स्वतस्फूर्त चाहिँ कार्यान्वयन। अनि जति पनि विदेशमा गएकोले हामीले केही यहाँबाट हामीले केही सिकेर गइछ हामी यहाँ, होइन? हजुर, त्यसको लागि हामीले वहाँ नेपालमा गइसकेपछि पनि हामीलाई केही रोजगारको सिर्जना होस्, ताकि हामी विदेश आयो भने भोलि हाम्रो भावी पीडितहरूले पनि अर्काकै देशमा आएर रोजगार गर्न नपरोस् भन्न चाहन्छु। हस्, यहाँको विचार एकदम उच्च छ। दर्शकबिन, यहाँहरूको विचार एकदम राम्रो लाग्यो। तपाईँ पनि कृपया यो भिडियो सेयर गरेर सरकारसम्म पुर्याइदिनुहोस्, ताकि पछिल्ला दिनमा कोही पनि यसरी फस्नु नपरोस्। हस्, धन्यवाद। हस्, धन्यवाद।